जडे भयो मौवा चिराकान्छ। अहिले मेरो जन्मस्थलमा आइपुगेको छु। अनि यो घर अगाडि देख्नुहुन्छ, यो हामी जन्मेको ठाउँको घर हो। अनि यतापट्टि हेर्नु छ भने पारी यो ब्याकग्राउन्ड हेर्नु छ। अनि यो पछाडिपट्टिको यो एलपी ग्यास गाउँमा चलाइने रैथाने एलपी ग्यास हो। यतापट्टि देख्नुहुन्छ मौरीको हाइप्सहरू। यहाँ चाहिँ बी किपिङ पनि हुँदैछ। अब यसमा ब्याकग्राउन्डमा तपाईँले देख्नुहुन्छ यो वरिपरि नै गोल्डन नभएर डायमन्ड प्रडक्ट हुने एरिया हो। यसमा बनाना ट्रिज, यता हेर्नुहुन्छ नि अङ्ग्रेजीमा के भन्छ मलाई थाहा भएन, भोगाटे है। यो चाहिँ यहाँतिर बाख्राको होस्टेल हो, उतापट्टि सुँगुरको होस्टेल, अनि उतापट्टिको अगाडि पछाडि सबै यो रुद्राक्षको रुख हो। यो चाहिँ एउटा दाना नै फोल्यो भने 21 मुखेको दाम कति पर्छ? 12 लाख पर्छ। यत्रो दाना मध्येमा हेर्नु है कति फल्दो रहेछ।